60% प्रतिनिधिको विद्रोहपछि देउवाको कुर्सी सङ्कटमा। गगनको शक्तिले हल्यो काङ्ग्रेस। गगनलाई फाइदा शेखरको राजनीति नै खत्तम। देउवाको इगोले 80 वर्षपछि पार्टीमा फेरि यस्तो बवण्डर। नेपाली काङ्ग्रेसभित्रको आन्तरिक सत्ता सङ्घर्षले यति बेला नाटकीय मोड लिएको छ। रोक्न हरसम्भव प्रयास गरेको संस्थापन पक्ष अर्थात् देउवा समूह अन्ततः रक्षात्मक अवस्थामा पुगेको छ भने आइतबारदेखि भिरकुटी मण्डपमा विशेष महाधिवेशन नै सुरु भएको छ, जहाँ आयोजकले 60% भन्दा बढी महाधिवेशन प्रतिनिधि काठमाडौँ ओर्लिसकेको दावी गरेपछि संस्थापन समूहभित्र खैलाबैला मचिएको हो। सुरुवातमा संस्थापन पक्षले महामन्त्री गगन थापाको पक्षमा केवल 10% मात्रै प्रतिनिधि रहेको र डाक्टर शेखर कोइरालाको साथ पाएपछि स्थिति नियन्त्रणमा रहने विश्लेषण गरेको थियो। तर अन्तिम समयमा प्रतिनिधिहरूको ओहिरो र जिल्ला तहका नेताहरूको विद्रोही स्वरले संस्थापनको प्लान ए महाधिवेशन असफल पार्ने रणनीति पूर्ण रूपमा असफल भएको हो। शुक्रबार कार्यवाहक सभापति पूर्णबहादुर खड्काले गर्ने भनिएको पत्रकार सम्मेलन स्थगित हुनुलाई संस्थापन पक्षको रणनीतिक र प्राविधिक कमजोरीका रूपमा हेरिएको छ। पार्टी गाउँ टोलसम्म विभाजित भइसकेको अवस्थामा अब रोक्न भन्दा पनि सेफ ल्यान्डिङ गराउनेतर्फ देउवा पक्ष लागेको छ, त्यही दबाब बढ्दो छ। विशेष महाधिवेशनमा बहुमत प्रतिनिधि उपस्थित हुने पक्का भएपछि संस्थापन पक्षले नयाँ कार्ड फालेको हो। संस्थापनकै एक नेताका अनुसार यदि महाधिवेशनको हलमा बहुमत पुग्यो भने कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई नै वैशाखसम्मका लागि सभापति अनुमोदन गराउने तयारी थालिएको छ। यो प्रस्तावमा संस्थापनका हार्डलाइनर नेताहरू पनि सकारात्मक देखिएका छन्। तर यो रणनीति सफल हुन गगन विश्वप्रकाश र विद्रोही समूह तयार हुनुपर्नेछ। यता संस्थापन समूहभित्रै पनि विशेष महाधिवेशनलाई लिएर दुई धार स्पष्ट छ, जसमा पूर्णबहादुर खड्का, रमेश लेखक, मीन विश्वकर्मा र विनोद चौधरी जस्ता नेताहरू महाधिवेशन मागकर्ताको भावनालाई केही न केही उपायबाट सम्बोधन गर्नुपर्ने पक्षमा छन्। यो धारले प्लान बीलाई सहज रूपमा लिन सक्छ। तर विमलेन्द्र निधि, कृष्ण प्रसाद सिटौला, डाक्टर प्रकाश शरण महत र महेन्द्र यादव भने यो महाधिवेशनलाई अवैधानिक भन्दै खारेज गर्नुपर्ने अडानमा छन्। रोचक त के छ भने 7 भाइ समूहका गोपालमान श्रेष्ठले भने कार्यकर्तालाई महाधिवेशनमा सहभागी हुन खुल्ला अपिल नै गरिसकेका छन्। शीतल निवासको दौडधुप, देउवाले गुमाउँदै अर्को अवसर। महामन्त्री द्वय गगन थापा र विश्वप्रकाश शर्माले शनिबारको केन्द्रीय कार्यसमिति बैठक र टिकट बाँडफाँडको छलफल बहिष्कार गरेर विशेष महाधिवेशनको तयारीमा जुटेका थिए। अर्कोतर्फ टिकट र सिट बाँडफाँडका विषयमा देउवा र महामन्त्रीहरू छुट्टा छुट्टै रूपमा राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतल निवास पुगेका थिए, जसले पार्टीभित्रको दूरी कति बढेको छ भन्ने स्पष्ट पार्छ। यता फरक शैलीमा 2014 सालमा सुवर्ण शमशेरले बिपी कोइरालालाई नेतृत्व सुम्पिन विशेष महाधिवेशन बोलाएका थिए। तर यसपटक परिस्थिति उल्टो छ। सभापति देउवा विशेष महाधिवेशन रोक्न कम्मर कसेर लागेका छन्। देउवाले यसलाई आफ्नो इगोको लडाई बनाएको आरोप छ। राजनीतिबाट सन्यास लिएको नाटक गरेर पुनः राजकाज सम्हालेका देउवालाई अहिले आफ्नै पुराना सारथीहरूले साथ छाड्न थालेका छन्। राजा ज्ञानेन्द्रको पालामा जेल बस्दा समेत देउवालाई साथ दिएका पूर्व उपसभापति गोपालमान श्रेष्ठ र तनहुका प्रभावशाली नेता ध्रुव वाग्ले समेत अहिले विशेष महाधिवेशनको पक्षमा खुल्नु देउवाका लागि ठुलो धक्का हो। 14औं महाधिवेशनमा देउवालाई जिताउने बहुमत प्रतिनिधि अहिले उनकै विरुद्ध भिरकुटी मण्डलमा उत्रिएका छन्, जहाँ गगन थापा र विश्वप्रकाश शर्माले त अन्तिम क्षणसम्म पनि देउवालाई अभिभावक बनेर उद्घाटन गर्न आग्रह गरेकै थिए। तर देउवा र शेखर कोइराला पक्षले भने आफ्ना जिल्ला सभापतिहरूलाई विज्ञप्ति निकाल्न लगाएर प्रतिनिधिहरूलाई रोक्ने असफल कसरतमै लागे भने उनको यो बाटो उल्टो साबित भइसकेको छ। गगनलाई फाइदा शेखर फेल। खासमा यो मुद्दा शेखरको हुनुपर्ने थियो, तर देउवाको ललिपपमा रमाएका उनले आफ्नो राजनीतिक भविष्य नै सकाएका छन्। किनभने यो महाधिवेशनले नेतृत्व परिवर्तन नगरे पनि इतर पक्षको नेतृत्व गगन थापामा पुगिसकेको छ। उनले कम्तीमा 40% को नेता भएर भागभण्डामा महत्त्वपूर्ण हिस्सा प्राप्त गर्नेमा दुई मत छैन। यदि सभापति नै भए भने त त्यसले राजनीतिक परिस्थिति नै अर्को बन्ने भइगयो। अर्थात् कुनै समय संस्थापन इतर पक्षको कमान्ड सम्हालेका कोइराला अहिले आफ्नै समूहका कार्यकर्ता र युवा नेताहरूको विश्वास जित्न नसक्दा रक्षात्मक अवस्थामा पुगेका छन्। विशेष महाधिवेशनका लागि सुरुमा हस्ताक्षर अभियानमा साथ दिए पनि अन्तिम समयमा आएर देउवासँग नजिकिनु र महाधिवेशन रोक्न आफ्ना निकटका जिल्ला सभापतिहरूलाई उर्दी जारी गर्नुले उनको दोहोरो चरित्र उजागर गरेको छ। यसले गर्दा उनी न त संस्थापन पक्षको पूर्ण भरोसाको पात्र बन्न सके, न त विद्रोही समूहको नेता नै रहन सके। अर्कोतर्फ विशेष महाधिवेशनको मुख्य एजेन्डा कार्यकर्ताको सेन्टिमेन्टलाई महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले सफलतापूर्वक आफ्नो पक्षमा पारेका छन्। 60% भन्दा बढी महाधिवेशन प्रतिनिधि शेखरको निर्देशनलाई लत्याउँदै काठमाडौँ ओर्लिनुले उनको सांगठनिक पकड कति कमजोर भएको छ भन्ने प्रश्न पार्छ, जुन अवस्था कोशीमा अझ भयावह छ। 14औं महाधिवेशनमा उनलाई मत दिएका धेरै प्रतिनिधिहरू अहिले गगन विश्वको परिवर्तन र पुस्तान्तरणको नारामा गोलबद्ध भएका छन्। देउवासँग 60-40 को भागभण्डामा अल्झिने तर एजेन्डामा सम्झौता गर्ने उनको शैलीले गर्दा उनी काङ्ग्रेसको आगामी नेतृत्वको दौडमा आउटडेटेड र रणनीतिक रूपमा असफल साबित भएका हुन्।